हजुर काँडे पनि यहाँ अब काँडेदेखि हामी चाहिँ हिँड्नु थालेको यहाँदेखि तल रहेछ अब चाहिँ हाम्रो चाहिँ आजको दिन चाहिँ अब गाडीको के भन्छ यात्रा सकेर अब चाहिँ हाम्रो चाहिँ अब पैदल यात्रा सुरु हुँदैछ। अहिले चाहिँ हामी काँडेबाट अब आज सबसे पहिला चाहिँ अस्ट्रेलियन बेस क्याम्प, त्यसपछि के अरे पोथानामा आज बासको कुरा छ, हेरौँ त्योभन्दा हिँड्न सक्यो भने माथि अलि देउरालीसम्म पुगिने आश राखेको छौँ। हाम्रो पछाडि सुनडुगेल पोथानाम भन्ने राखेछ। साथी एउटा कुकुर भएको छ नि के हो त सबसे अगाडि नर्दैछ आजको ट्रेकमा। यार उक्कालो छ यो त ठाडो रहेछ त। Hello. Wow, what's going on? ल जाऊ अहिले थाकिसक्यो हामी रेस गरिरहेको थियौँ बल्ल आइपुग्यो। भनेपछि अब सक्यो। कतासम्म हो साथीहरू दाजुहरू? अब हामी यहाँ त पुग्छ गइहाल्छ। अब हिँड्दै जाउँ बेलुका 7 बजीसम्म हिँड्ने। 7 बजीसम्म हिँड्ने? कताबाट आज तपाईँहरू? हाम्रो नामै थाहा छैन हामी त। उयो अस्ट्रेलियन बेस क्याम्प भयो, त्यहाँबाट 25 मिनटपछि पोथाना आइपुग्छ अरे। त्यहाँबाट नि हिँड्यो भने देउराली पुगिन्छ भन्ने कुरा रहेछ। 30 मिनट दाइहरूको पछि होला होइन रहेछ। यहाँ क्याम्पहरू भनेर बस्दो रहेछ नि पो अस्ट्रेलियन क्याम्प भन्दैछ। अब हामी अस्ट्रेलियन क्याम्प लगभग पुगिसकेको छ साथीहरू। डेढ घन्टामा हामी देउराली पुग्ने भयो भने चाहिँ हस् गइदिउँ, टाइम छ हामीसँग। ल अब चाहिँ हामी चाहिँ काँडे हो र अस्ट्रेलियन बेस क्याम्प हुँदै आजको फर्स्ट यात्रा सुरु गर्दैछौँ। कहाँबाट चाहिँ? काँडे होइन? काँडे हो। ल काँडेबाट हाम्रो हो खास मेन कहाँ हो? आज के भन्नु काँडे यो अस्ट्रेलियन बेस क्याम्प भन्दा माथि जाने। नमस्ते। नमस्ते। खै बिचरा चक्लेटहरू भयो भने दिने पनि थियो। चक्लेट पनि ल्याएन ल हामी चाहिँ अब यो अस्ट्रेलियन क्याम्पमा पुगिसकेको छौँ। मेरो साथीहरूले मलाई ब्लग गर भनेर लास्टै टेन्सन भन्यो। ल जाउँ न अरू हुँदै यो मजाको रहेछ त्यो ठाउँ दामी जस्तो छ चाहिँ। त्यो अस्ट्रेलियन क्याम्प यही त रहेछ त होइन? ल अस्ट्रेलियन क्याम्प पनि पुगिसक्यो हामी। त्यो माथि छ यस्तो छ एरियाहरू चाहिँ दामी छ। के अरे देउराली गयो भने बिचरा 2टा रुम रेडी पारेको ग्रुप होल गरेको। किन दिने चुप्पै गरेर बस्दिनु। बाजे उनीहरूकै ठाउँबाट जाने भने हामी चिन्नु पनि पर्ने। चिन्दिनँ मान्छे हामीलाई सिकेर हामी एउटै ग्रुप बनिनु 3 4 5 कति 7 8 आज छ 5 मिनेट पछाडि छ होला भन्ने।
ओ सोल्डा के भयो अरे हामीलाई भनेर 200 जति दिउँ सोल्डा के भयो हाम्रो होटल बुक चाहिँ भइसकेको थियो तर अब हामी फेरि त्यहाँ नबसेर माथि जाने भएपछि त्यो बुकिङ क्यान्सल गर्दाखेरि हामीले फाइन तिर्नु पर्यो फाइन यो सबै छाङचुको गल्ती है के को सँगै गल्ती अब छाङचुले यहाँ एक्सट्रिम दिएर ताकत आएन अब हिँड्ने अब दाइले सिकाउँछ हेर्न त्यसलाई कहाँ 500 दिन्छ त्यसरी लुट्न कहाँ पाइन्छ हामीले ठाउँको ठाउँ क्यान्सल गरेको भने यार धेरै टाइम पनि भएन अचानक अब अलि न्यु खोजिहाल्यो भने त दिनुपर्छ के गर्ने अब मान्दै मान्दैन 200 दिने हो 200 250 दिने 50-50 रुपियाँ एकजना हो त्यो चाहिँ गरेको ठिकै होला अब अगाडि 500 दिँदैन बस्छु त्यही अच्छा है एकछिन बसेर गयो भने मैले ऱ्याङ्को ठाउँ भनेको नि त्यो पैसा लिन्छु भन्ने मान्छेहरू चाहिँ भेटेन हामीले ठिकै छ सायद त्यो थियो त्यो हो कि होइन त्यो कन्फ्युज भयो हामी होइन ल यो ठाउँ चाहिँ चेक पर्मिट सबैजनाले चाहिँ यो स्केप त्यो म्याप चाहिँ हेर्नुपर्छ ए नेपालीलाई पर्दैन नेपालीलाई पर्दैन कहाँ पर्छ ल सोल्डर पर्मिट लिएको म चाहिँ भोलि कहाँ पुग्दैछ के हुँदैछ हेरौँ अब हामी यहाँबाट माथि माथि गएर यही बाटो नपर्ने कि घाम छुँदै पर्ने अहिले कहाँ हो हामी हामी अहिले आम्मामा देउराली घन्टा रे अहिले हामी कहाँ अरे बोइ अनि कहाँ जानुपर्ने चाहिँ हामी जानुपर्ने यहाँ हाइक्याममा यो हाइक्याम भन्दा नि 4000 कति छ क्यारे यहाँ भ्यू पोइन्ट यतातिर कता होला माथि हिमालमा जानुपर्ने यहाँसम्म जानु भ्याएला दाजु अब देउराली 1 घन्टा रे भ्याउँछ होला तर दाइहरू हुनुहुन्छ रातभरि हिँड्ने कि राति अलिक 6-7 बजीसम्म हामी त हिँड्ने ब्रदरहरू के गर्नुहुन्छ है गाउँतिर हुने यसो बत्कर सोध्नु पर्छ ल बाटो कता रहेछ केटा बोट होला बोट दुईवटा बाटोहरू छ यहाँ चाहिँ दुईटै होला कहाँ जाने भनेर कन्फ्युज भएछ गाडीको बाटो हुन्छ यो यार अगाडि हेरौँ पर्छ नि यहाँ दुईवटा रोड छ त्यहाँ कहाँबाट हो भनेर कन्फ्युज भइरहेछ त्यही कारणले ब्लग हेर्दैछ यहाँ ए यो मुनि त लेगुना हुँदै उता जाने रहेछ माथिको रहेछ फरेस्ट क्याम्पहरू भने मैले सही बाटोमा हिँड्छु कि म गेट हो यो ल यो रहेछ देउराली मान्छे राम्रो छ ल जाउँ You understand Chinese? If a Chinese speak, यसरी मचाउने हो लाटोहरू that's it. यसरी खेल्ने हो अब चाहिँ रोक रोक सजिलो हुन्छ कि यता यसरी गर्छ खुट्टा भाँच्यो भने बर्बाद यहाँ केटाहरूलाई भोक लाग्यो भन्छ भोक लाग्यो त के भयो केटा ल चल आज चाहिँ मलाई अलिक सजिलो भयो है जति भोक लाग्यो पनि हिँड्ने जहाँसम्म लाग्छ मलाई फरेस्ट क्याम्पमा पुग्छ जस्तो लाग्छ जाउँ जाउँ कहाँ पुग्छ जहाँ पुग्छ त्यहाँसम्म जाउँ
यस्तो जोसो हिँड्यो भने त कुन जोसो अघि तल त्यो चल्ने म त दङ्गै खाएँ 2 दिनमा सकाएँ भोलि जति हिँड्यो नि हामी हाइक्याम त हो होइन शिशे पिस मैं कहाँ हूँ उकालो त ठिक छ ओह्रालो चाहिँ जाऊ हुँदो रहेछ ल आउनु पानी पोखरी पुगिसक्यो तपाईँहरू कहाँ पुग्यो अरे पानी पोखरीमा न कहाँ छ पानी पोखरी अरे पोखरी आइपुग्यो पोखरी डुबेर देख्न सक्नुहुन्छ तपाईँहरूलाई यो कास्की जिल्लाको सबैभन्दा ठुलो बाप पनि हिँड्नु थाल्यो ल चाखौँ कसले नम्बर त मैले दिएको छ कि सुन गर सुनन्दको नम्बर के अरे खेमङसुमै म अँधेरो भयो यार ल है हामी चाहिँ एकदम अँधेरो भयो यहाँ है बाटो न हराउनु थालिसक्यो मोबाइलमा त उज्यालो देख्दो रहेछ लास अँधेरो के हो हम तो मर रहे आसान रास्ता क्यों चुनूं यो मोबाइलले जहाँ भयो मोबाइल म कत्रो भैँसी हुँदो रहेछ यहाँ त डरै लाग्यो याक पो अघि भनेको भैँसी तल नि ल अब हामी चाहिँ यहाँ बस्न आँटेको चार्ज गर्नु त मिल्दैन होला ल हामी अब यहाँ बस्न आँटेको ल त अब त्यस बेला रुम चेक गराउनु त अब यहाँ ब्लगर आइसकेँ हजुर होइन नर्मल हजुर यो चाहिँ तपाईँको हो सुमथाममा सुम ल यस्तो रहेछ ठाउँ राम्रो ठिक छ के आइरहेछ यताबाट भैँसी छिमेकीको भैँसी आएको कहाँतिर छ उता तल झरेर देख्दैन झन् भैँसी आयो भन्छ देख्दैन भैँसी चाहिँ यता पो हिँड्दैछु अँधेरोमा हामी चाहिँ आगो ताप्दैछौँ पेमसिङ र म छु तर कसैले देख्दैन यहाँ ओ दुर्बुदाई तिमी चाहिँ नआउ ल ल प्याकिङ सुरु भएछ यता नि प्याकिङ गर्दैछ ओ ठिलो के गर्दैछ कहाँ सनस्क्रिन लगाएको के गर्नु अरू त आमा यसको चाहिँ फेरि सनस्क्रिन के भइरहेको छ यता चाहिँ ल ट्रेकरहरू चाहिँदा ल हिँड अगाडि त है त अघि गर्दा ल सर जाने हामी आइज ल केटाहरू अब लाग्यो हामी जाउँ ल है दाइ गयो ल दाइ राम्रो बस्नु
राम्रोसँग जानु ल नेक्स्ट टाइम आएर फेरि याद गरौँ ल ल दाइ ल म पनि गएँ घर अब हामी पुग्न आँटेछ 10 मिनटमा कहाँ गयो त्यो अर्को चाहिँ ओइ जङ्गल भएपछि चार आऊ यो त अलिक बुढो डान्स भयो बुढो डान्स अलिक ओरिजिनल डान्स बुढो उयो हुन्छ हुन्छ नि अब अहिले थाहा चाहिँ गर्नु अवस्थामा ल च्याम्पियन देख्छ ल हामी जाने हिमाल चाहिँ यो रहेछ बाप्पाले ओहो लाली गुराँस पनि छप्पकै फुलेको रहेछ यार कसम भ्यू दामी छ ल फरेस्ट क्याम्पबाट भित्र छिरिरहेको छु अहिले देखेको हिमालको भ्यूहरू चाहिँ यहीँबाट देखेको हेर यो जङ्गलतिर फुलहरू कस्तो दामी दामी फुलेको आमा त्यहाँ त्यो ठुलो रुम फुल्दो रहेछ ल उक्कालो उकालो छ है केटाहरू हो अनि अब यो शीत डाँडा माथि हो क्या बब्बाल फुलेको चाहिँ Do you want me to take your picture? No, thank you very much. I was scared of Low cam. cameras, you know. आज नर्बु आज Ja, till kör då. Oh, this is it. लाउनु पर्दैन भर लाएँ यहाँबाट छ बादरडा त्यसै हाइक्याम त नि मेरो कुदार मारेको तिमीले कुदा कुदै गरे मलाई तिमीहरू चाहिँ एकअर्कामा 1.5 घन्टामा यहाँ पुग्यो भने कुरा कुदा कुदै गरे कुदारी कहाँ माथिबाटै आउनु भएको हाइक्यामबाट 1.5 घन्टामा यहाँ पुग्यो हिमाल हिमाल पनि गएर आएको माथि आज नै माथि नै गएर बिहान माथि हिँडेर यहाँदेखि चाहिँ कहाँ जाने देखेर यहाँदेखि चाहिँ कहाँ यहाँदेखि चाहिँ कता आज पोखरा पोखरै कुदा त भएर कुदाएर पारा अहिले पाप्नु मिल्नु नआउने खुट्टा टेकी टाइटेर आइपुग्छ बुड्लु बुड्लु पछाडि त आहा नि अब एकदम ठिटाहरू परेको छ गाह्रो परेर मान्छेले गइहाल्छ ल अलिक रस लपक्क फुलेको छ है ल एउटा खचर म चाहिँ मेरो मोटु दाईसँग हिँड्दैछु मोटु दाई यहाँ छ हो यार हेर मोटु दाई आऊ साथ में चलो मोटु दाई यार कस्तो छ यात्रा हो यार थाकिरहेको छ यार अब पानी खानुपर्ने भयो जस्तो पानी छ त नि
पानी तातो चाहिँ छ हिँड अब केही हुँदैन खाना खाना ठाउँ चाहिँ कति छ अरे पुग्न आँट्यो अब त पुग्न आँट्यो अरे के कहाँ के छ त्यो कस्तो उकालो उकालो कहाँ पो खाने भने त्यो ब्रिज यार ए लोक्याम लोक्यान पुगिसक्यो ए लोक्याम पुग्यो कहाँ खाने भने हो फेरि ब्रिज यार फेरि चिसो पो हुन्छ कि हो अब झार्छ पछिको नछोडायो फेरि चाहिँ टोक्छ कि ओ माइ लर्ड तपाईँमा खचर छ भोलि त चाहिँदैन के अरे पोखरा ताक्यो कि आज ल लाली गुराँस ल पक्कै फुलेको छ है लाली गुराँस ल हेर्नुहोस् अब मारुति ट्रेक जाँदाको रमाइलो हाम्रो राष्ट्रिय फुलहरू जङ्गलैभरि छ अब जाउँ न है हामी ल यहाँबाट हिँडेर कुनाबाट जान्छौँ माथि यो चाहिँ बादल डाँडा है माथि गयो केटाहरू माथि गएको एकछिन बसेको म चाहिँ थाहा ए माथि भनेपछि ऊ त्यो माथि हो क्या यहाँ होटलमा ल ठिक छ कति सानो के हो कस्तो छ रे के भन्छ ए बादल डाँडा बादलडाँडामा पुगेछ अब दाजुभाइ लाग्दैछौँ यहाँबाट अनि साथीहरू माथि अगाडि गएको छ हामी एकछिन यहाँ रेस्ट गरेको उहाँहरूले खाना तयार गर्दै होला कस्तो दामी त कसम हेर्न है पुरै त्यो फुल लालीगुँरास लपक्कै फुलेको चाहिँ हेर्दैछ साथी कहाँ ए माथि पनि है घर दामी हुनुपर्छ नेपालको झन्डाको पछाडि लुकेको रहस्य अनि मनर पो एकदम रहस्यमय रहस्यमय मजा आइरहेछ मजा पनि आउँछ ताई पनि लाग्छ के हो के ल ठिक छ यहाँ रेस्ट बेस्ट क्याम्प हो कि रेस्ट क्याम्प हो त्यो चपल निकालेर ल्याइदिनु मेरो त अब चपल ल कस्तो भयो तर यात्रा त बबाल नि यार मजा आइरहेछ बबाल मजा आएर हाम्रो सिक्किमदेखि यात्रा गर्नलाई यति टाढोसम्म आइपुग्यो उहाँ विदेशी हुनुहुन्छ कान्छेवाला सुनेछ हो त्यो यता हो त्यो पिछाबाट तान्यो हो अमेरिका रातभरि उठ्छ अमेरिकाहरू म चाहिँ लस एन्जलस क्यालिफोर्नियाबाट ल अब चाहिँ म चपल लगाएर ट्रेक गर्छु हो किन ल यहाँ कान्छेवाला सुन्ने मेरो एकजना चाहिँ दुःख कुरा गर्दैछ कि पातल मजा त्यता हुने आफै निकाल भाइ साथी एकछिनमा खाना खाएर अब त हामी यो बादल डाँडाको भित्र किचनमा जाँदैछु खाना खानको लागि खानाको अर्डर भएको छ कि छैन ओपन रहेछ ल खानापछि फेरि पुनः यात्रा सुरु हाम्रो जिन्दगीको चिसो चिसो हावाले उडायो त तिम्रो त्यो मायाले ल यात्रा भने चाहिँ गर्नुपर्छ साथमा अब हामी बादल डाँडाबाट हाई क्याम्प लाग्दैछौँ कति लाग्छ र टाइम अब 1.5 घन्टा 2 घन्टा भने साथीहरू लाग्यो ओके यस्तै हो 1.5 घन्टा त्यति पुगेर फोटो मजा आएको छ हौमा कहाँ पुग्यो यति चाँडो गयो पनि हामीले भ्याइदिइहाल्छ वाउ नाच्दै चाहिँ उडेको वाउ यो ट्रेक जाँदाखेरि चाहिँ बाटोमा चाहिँ डस्टबिनहरू चाहिँ यस्तो दामी बनाएर राखेर चाहिँ यदि कसैले फोहोरहरू ल्याइहाल्यो भने चाहिँ यहाँ हाल्नु होला अरू ठाउँमा नफाल्नु होला प्राकृतिकलाई सफा राख्नु होला एकदम दामी छ डस्टबिन सबैजनाले यसमा फोहोर हाल्ने अनि त्यहाँबाट यो बाटो हिँड्ने या अब हामी चाहिँ हाई क्याम्प भनेको छ हाई क्याम्प नजिकै गइरहेको रहेछौँ
आयो थाकेर त्यही तल रेस्ट गरेर डेरो जस्तो भइरहेछ कि दिउँसै हामी चाहिँ होटल मर्दिवासमा हो भन्दै थियो होटल मर्दिवास खोज्दैछु अझै भेट्दैन त यार उता कहाँ कहाँ पुगिसक्यो ओ यहाँ अगाडि होस् छ वरती होटल मर्दिवास भनेको चाहिँ यहाँको सिस्टम नै फरक के अब के भने पालो 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 रहेछ सबैजनाको आज चाहिँ होटल मर्दिवासदेखि सुरु रहेछ त्यो होटल मर्दिवास रहेछ त्यो ल होटल मर्दिवास हामी पुगिसक्यो हामीलाई देख्यो त सही होइन मर्दास हो र बाघ बास के हुन्छ त होटल मर्दी देखेन मर्दी बार रहेछ मर्दी रेस्टुरेन्ट एन्ड बार यो रहेछ ओहो हिउँ यार हिउँ डेन्जर परेछ यहाँ ल हेर्नु बेड त टन्नै छ जाउँ सँगै बसौँ सबै सँगै बस्ने हुन्छ ल हामी चाहिँ अब पुग्यो रुममा एउटा ठाउँमा चाहिँ सानो हाल्दियो क्या यस्तो रहेछ बेडहरू चाहिँ कहिले डल्कुम डल्कुम गरेर म चाहिँ यहाँ बस्छु ल राख्यौँ ल ओ चिया खान आऊ चिया चिया त्यो दामी दामी आऊ अब यहाँ चाहिँ अब एक कप चिया पनि खाना मजा आउँछ हाई गेम चाहिँ यो रहेछ हामी चाहिँ यहाँबाट भोलि माथि जानुपर्छ हाम्रो होटेल अहिले यहाँ छ कि हामी यो डाँडा कटेर जाने हो है हो रहेछ यार आम्मामा पुरै बादलले ढाकेको छ यार भोलि हिमाल देख्छ देख्दैन थाहा हुँदैन लकेर हो अलि चला गर्नुपर्ने छ हो यहाँ चाहिँ एक कप पानीको पनि कति रे एक कपको 100 रुपियाँ रे होइन हामीले चाहिँ एक थर्मस 1 किलो होइन 1 लिटर मगाएर हामी आफै म्याक्टी भनेर खाँदैछौँ यहाँ म्याक्टीको कसै खाना आउनुहुन्छ भने अब बढाउनु पऱ्यो हामीले 500 खाना आकाशमा तारै राख्यो ओ त यता हेर्दा ल जाउँ त त्यसो भए अब हामी चाहिँ लागिरहेको छु अँध्यारो अँध्यारो छ बेस क्याम्पबाट माथि हिँडिरहेको छु मान्छेहरू यसो आउँछ मान्छे पुरा गइरहेको छ हाम्रो साथीहरू माथि यो बाटो चाहिँ लास्ट डेन्जरवाला बाटो आएछ हामी त यो त रक क्लाइम्बर छ त आफ्नो फेसमा हाल्दा तिमीहरू रुदा ल्याएको बाटो पागल जस्तो न त यो फेसमा हाल्नु नर्दै देखिरहेको छ तल गराउँदैछ ओइ मासम्म पछाडि हेरेको त डर पो लाग्ने लाग्यो है त रक क्लाइम्बरहरू आउँदैछ यो बाटो लास्ट डर लाग्दो छ यार यहाँबाट तल खस्यो भने त के हुन्छ होला यहाँ मलाई ठोक्यो भने मै खस्छ यहाँ तल मैले भिरतिर रक चाहिँ डेन्जर क्लाइम्ब गर्दैछ हो तल सन्डे लाउँदैछ यहाँ लाइट देखा त भाइ हजुर सामान मैले धेरै यो त ट्रेकिङ बाटो होइन रहेछ सर्टकट बाटो भयो क्या रक क्लाइम्बिङ हुँदैछ बिहान बिहान माराहरू मार्छ कति त्यो गरेर उता बाटो नहिरेर
अलि बिस्तारै चाहिँ यहाँ त खस्दै म यता बिस्तारै अलिअलि हिउँ बेटिरहेछ हामीले हिउँको ठाउँबाट सबैभन्दा अगाडि हामीले आज नुरुदाइल जितिरहेछ नुरुदाइ हिँडिरहेको छ हेर्नुहोस् ऊ अब चाहिँ हिउँ भेटेको छ हामीले ल अब राति लास्ट मजा आउने यात्रा त्यति डिफिकल्ट छैन यहाँबाट चाहिँ एकदम राम्रो छ बाटो माथि जङ्गलतिर मान्छेहरू हिँड्दैछ सबसे अगाडि चाहिँ सायदै हामी होइन अहिले अब त्यहाँ एकजना छ त्यसलाई टप्नुपर्छ ल अब चाहिँ हामी चाहिँ भ्यू पोइन्टमा पुगेको छौँ आइज यहाँ भ्यू पोइन्ट पुग्यो हो भने हामी यहाँ चिया खाने बेला नर्बुदाइ सबैभन्दा अगाडि छ आज चाहिँ भ्यू पोइन्टसम्म तर हिउँले चाहिँ अहिले त गरम चिप्लिन्छ है चिया चाहिँ जान्छ मान्छेहरू भ्यू पो कस्तो दामी देखिरहेछ ल यहाँ हाम्रो दाइले अब चिया बनाउँदैछ ओए छिटो आइज ओए कहाँ हो यहाँ त निस्किनै छैन त ल आइपुग्यो नेट त चलेन यस्तो देख्दा त के हो म त ल आइपुग्यो माथि गोठ पो याद आयो आइपुग्यो गोठ आइपुग्यो गाउँतिर पो याद आयो उसको बचपन याद आयो हुन्छ बचपन पो याद आयो खोइ त त्यो अरूहरू बिहार यहीँ बस्नुहुन्छ हजुर हो यसरी बस्ने वास्तवमा कतिसम्म आउँछ दिनमा यहाँ अस्तितिर त तपाईँहरू आएको भए त होप्लेसै हुनुहुन्थ्यो अब मैले हाइकेमबाट यो तलको पट्टि चाहिँ लागेको छ नि त्यहाँसम्म यस्तो घरि बाटो मुनि फराल्छु घरि माथि फराल्छु त्यसरी मेरो ठाउँ नभएर क्या अघि आउनु पर्यो जेरो भएर अझ मान्छे छैन नि आज थोरै भयो भनेपछि हाइएस्ट 1000-1100सम्म आउँछ अब दिनकै डेन्जर हो नि त के मान्छे छ र खोइ त्यहाँ यसरी बसेर खाँदा पाइन्छ यहाँ तातो पानी पायो हो कि यहाँ त चियाको तपाईँहरू पनि त खान्छ। यसो गर्नु त चियामा जुन जेलसम्म बस्नु त्यहाँ चियामा यसो बाहिर जानु अब अरू मान्छे चाहिन्छ भन्ने हामी भनेपछि टेकैमा आएछ नत्र हामी पाउँदैन नि यो पनि भेट्यो गुनास पनि भेट्यो यहाँ मात्रै होइन फेरि यहाँ 9-10 वटा टिसप छ सबैमा त्यही हो प्रायः ल यो चाहिँ हाम्रो सोल्डर हो अब जोसिरहेछ हो केबाट अरे यो भ्यू पोइन्टबाट अब माथि जाने भनेर जोसिरहेछ हाम्रो सोल्डर सबसे अगाडि छ अहिले चाहिँ यो हो यो जोस होइन यतिको त हुनुपर्छ है यो है हाम्रो कस्तो हिमशिविर खोला तर तपाईँहरूलाई भन्नुपर्दा चाहिँ खासमा चाहिँ भुइँमा नि हिउँ हुन्छ है फेरि बिहान है त यो चाहिँ ओ भरे चाहिँ चिप्लिन्छ है केटा थाहा छ है ब्ल्याक आइस रहेछ स्यो त स्यो पुगिदिनु स्यो वाउ केटा बबाल छ ठाउँ भ्यू अनि हाम्रो साथीहरू आइपुगेको छ यो त उतै भएर नि आउँदैछ एकजना अब यो भ्यू पोइन्टबाट हामी हिँड्न आँटिरहेको छु बेस क्याम्प यस्तो छ यहाँ चाहिँ बबाल ठाउँहरू दामी यहाँबाट जिप्लोहरू चाहिँ यहाँबाट बिस्तारै आउनुपर्ने छ खसी हुन्छ कहाँ पुग्छ नि त त्यही कारण चाहिँ उहाँहरू बिस्तारै होसियार गरेर ल है ल क्लाइम्बर आउँदैछ है हामी रक क्लाइम्ब गर्दैछ है ल दाइ यो क्याबले नि अलिक धोका दियो है मलाई आउनु ल हजुर एक्सट्रिम हार्ड छ क्या ल यसरी चढ्नुपर्ने छ हेर बिहान भने चाहिँ आम्म हात्ती दाइ कहाँ पुग्नु ओ आइज टर्सिनु पर्दैन है आइज लाटो चाहिँ नजाने ल ठिकै छ हामी गएर आउँछ ओ ठिले आइज उता फेरि यहाँ अलिक गाह्रो छ है ओए सक्दैन यहाँ चिप्लो छ बिस्तारै है त
यस्ता नाथे उकालो भन्दा गिभिङ अप इज नट इन द ब्लड सर भनेको यही त होला अब हेर्नु तल कस्तो छ केटाहरू कसरी हिँड्दैछ अरे यहाँ ल है बादलहरू यसरी बसेको मान्छेहरू आउँछ हेलो हाई के होला कस्तो लाग्यो तपाईँलाई वर्थिक नै छ अलिकति गाह्रो छ तर वर्थिक नै छ है एकदम बवाल दामी ल ए लक्ष्मी रोक एकछिन हिँडेको चाहिँ बतिर एउटा तल दामी छ भ्यू श्रृङ्खला साथसाथै बादलहरू हेर्नु तल कसरी बसेको बादलहरू बब्बाल आम्माम अब साथसाथै एक राउन्ड घुमायो भने आम्मामा बादल हेर्नु न सही छ बादलहरू त यसरी बसेको छ नि काली छ कि डाँफे आयो केटा गन्तव्यमा पुगेर हामी फर्किरहेको छु साह्रै रमाइलो अनि दामी अनि तर इजी ट्रेक पनि छ यो तपाईँहरू पनि आउनुहुन्छ भने तर अब इजी भनौँ होइन अनि तर हिमहरू अलिक धेरै परेको कारणले गर्दाखेरि पऱ्यो भने चाहिँ अब धेरै गाह्रो नै हुन्छ होला सायद अब अहिले चाहिँ त्यस्तो धेरै हिउँ छैन यहाँतिर ठिकैको छ बिहान चाहिँ पक्लेको छैन त्यही कारण सजिलो हुँदो रहेछ अलिक बिहान बिहानै हिँड्नु पर्दो रहेछ यो ट्रेक छुट्टै मजा छ छुट्टै आनन्द छ छुट्टै रमाइलो छ हाम्रो नेपाल अब भने हामी फेरि सिधै यहाँदेखि पोखरा फर्किने हो हिम श्रृङ्खला अनि श्रृङ्खलाको बिचबाट हामी हिँड्दै साथीहरू बादलहरू सबै आकाशमा उडिसकेको छ कोही भर्खर गइरहेको छ ए गन्तव्य डेस्टिनेसन इट्स हियर के होला त्यो ठाउँमा हावा अघि नि चल्यो अहिले कहाँ अघि थियो यहाँ पनि चलिरहेको थियो रोकिहाल्यो ए सोल्डा तेरोमा ग्रुप पिक्चर खिच्छौँ हामी पनि Definitely see you at the. Depends how far you go. If you go up the base camp and back, we probably see you back down at high camp.
Yeah, that's what I meant. Exactly. Yeah. Okay. खाइरहेको थिएँ नि Thank you. Okay, sorry. हिजो तलतिर देखेको थिएँ हल देख्छ है साँच्ची यार अब हामी खिचौँ त अल्टिट्युडमा Oh yeah, that's perfect. That's so good. यसलाई चाहिँ यतिकै आन छोड अब चाहिँदै गरौँ न तेरो त्यो गर्दा मैले यहाँ पत्ता निकालेँ No, just like everyone. यता जा यता जा भनेर के हो कस्तो दाइगा एकदम ठिक छ नि गो सँगै जानु म खिचिदिन्छु तपाईँ ल चिप्लेट खेल्ने ठाउँ रहेछ यहाँ चाहिँ अब कस्तो खोइ कसरी खेलेको आयो ल कसरी खुट्टा चाक खिचेर भनौ खै जा वाह दामी यार ओइ कसरी बच गयो मे आया ल अब लास्ट एकचोटि जाँदैन आया वाह दामी होला ल आइज Action. Hey! Brush. Ata. हो अब अकेला हम पास लगे ऊपर बिहान कति आएर हेर त टोइलेट छर्न मलाई बिहान हामी कहाँ तलदेखि आएको हेर्नुहोस् अब फेरि झर्दैछौँ हामी यहाँबाट ओ सनाउनु गयो ओ ठिले ओ प्यामा छ नि ओ नुर्बुदाई चालिस उहाँ त टोइलेटबाट पनि छिन्दैछ आउनु एकछिन यहाँ पैसा दिनु पर्यो नि फेरि ल यार के भयो नच्छु रे ल मिठो नप्च्यो टेस्ट त किन हो र ल नर्बुदाई मैले धनी जाति लिएर आएँ अब पिसाब फेरिएको चाहिँ अब यहाँ चाहिँ आफूले पिसाब फेरि पनि 50 रुपियाँ चाहिँ दिनै पर्दो रहेछ र हाम्रो नर्बुदाईले चाहिँ भर्खर दियो दिशा गऱ्यो भने 100 रुपियाँ दिए दिशा गऱ्यो भने कति रे 100 100 रुपियाँ रे नर्बुदाईलाई यो गाउँमा जान्छन् मान्छे चाहिँ आउने होइन यहाँ त अति धनीको छोराहरू मात्रै आउनुहुन्छ के मलाई देखाऊ माथि देखा न सिट त नि सिन त नि एउटा ल छिले कस्तो भयो तर तपाईँको वान अफ द बेस्ट एकदम यादगार हो एदेन हे
तरिका जिन्दगीमा अब यो यस्तै त रहेछ नि जिन्दगीमा अब सुख दुःख बिर्सिने ठाउँ भन्नेहरू चाहिँ हो एकदम शून्यता ताङ्योमा पुग्ने रहेछ यो ल ल ठिक छ अब हाम्रो भिजा नथिङ गर्छ साइलेन्स भाइलेन्स नरुदाई कस्तो लाग्यो भाइ यहाँ दनी लाइभ आएको छु मैले उहाँ चाहिँ अब सिक्किमबाट धेरै टाढोबाट आयो उहाँ चाहिँ हो दनी खासै के गर्दैछ फोटो धेरै लिनुपर्छ 12 ल है ल है ठगेर बर्बाद भयो त यार ठगेको होइन है दा यति नै हो प्राइस यहाँको सामान के बिर्सेन नि छैन खोइ तेरो ब्याग ब्याग डिजल भयो ल है वरल जोड्दै अब चाहिँ वान अफ द इजिएस्ट वे ल सक्यो अब टाटा भिजा टाटा केटाहरू टाटा ल ल बाई बाई ल ल बाई बाई ओए नुरदाई बाई बाई गुड ल हामी चाहिँ डर लाग्दो ठाउँको भ्यू हेर्दैछन् हाम्रो साथीहरू हाई क्याम्प चाहिँ है हामी फर्किरहेको छु बिहान डर लाग्दो बाटो आएको रहेछ नि आमामामामा हामी त यसरी पो आएको रहेछ है बाफ्रे 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 हेर्नु त यो हाई क्याम्प आमामा यस्तो डर लाग्छ है बाटो चाहिँ खस्यो भने त कहाँ हो यो मान्छे त हेत बिहान यो डर लाग्दो बाटो आएको रहेछ हामी साँच्चै यार यो खतरा छ बाटो पहाड के ऊपर से नीचे जानु परेको हेर्नुहोस् तलतिर हिँड्दैछ साथी हो र अर्को साथी माथिदेखि आउँदैछ एकछिन हो कस्तो गरेर देखाउने हाम्रो साथीहरू चाहिँ सजिलो बाटोमा गइरहेको छ तल दुईजना चाहिँ मोटे चाहिँ हामी चाहिँ फेरि एकदम डर लाग्दो फेरि डेन्जरस बाटोमा आएको यो बाटोबाट आएको त यो मान्छे चाहिँ यहाँ कहाँ हेर्दैछ ओहो यो भ्यू त्यो हामीसँग अब केटाहरू पनि त्यस्तै थियो अब चाहिँ हामी कहाँ पोखरा डाइरेक्ट मारुति भ्यूबाट डाइरेक्ट पोखरा जाने कुरा भइरहेको छ है लाग्यो है हाम्रो साथी एकजना चाहिँ नुरबुदाई भन्छ उहाँको नाम चाहिँ ल अब होटल मारुति भ्यूबाट हामी निस्कँदैछौँ आओ आओ आ रहा है इन लोग कहाँ जा रहा है अरे हम जा रहे हैं नीचे चलो चलो पोखरा जा रहा है पोखरा में अब होगा गोफारा जल्दी आ जा कौन है वो पीछे से ल नाच गर्दै आउँदैछ खतरा छ यो मान्छे चाहिँ यो भ्यू डेन्जर छ नि हेर्न पहाड के ऊपर से के गर्ने अब अँधेरै छ Presidente attuale Oh, hello. Like đúng rồi like को
ओए सम्झिनु हुन्छ नङलामा छैन टोलमा घुमाउन अहिले नङ सबै काटिसक्यो के भयो यो पेज घुमाउनु पानी बल्लाहरू बिहान राति चिसो छ चिसो छ हिजो मैले धेरै खाएँ हिजो धेरै खाइदिएँ थोरै अनि बसिन्छ ल हिजो 2टा जति त मैले खाएँ ए म्याका टुक्स जुत्ता ग्रिप राम्रो रहेछ है यसको यस राम्रो चिप्लिन्छ ल केटा यहाँ छ मेरो के पासो कहाँ एक दो ब्याग नम्बर अब कुरा गरौँ न त साथीहरू सबै मिलेर सबै मिलेर कुरो गर्नु सबै स्क्रापी छ होइन हरियो प्लेटको सरलले गाडी भयो तपाईँहरूले नि कम्फोर्टेबल सजिलो यहाँ हाम्रै गाडी छ कहाँसम्म पुग्छ त्यहाँसम्म पुऱ्याइदिन्छ होइन है ल यस्तो रहेको छ हिजो चाहिँ हामी यहाँबाट आएको काँडेबाट होइन अब यहाँबाट तलबाट जानुपर्छ सिदिङ हो नि त अब हामी अब चाहिँ हामी सिदिङ हुँदै फर्किन्छौँ पानी पानी त्यसरी गयो भने त अनि एकैछिन पुग्छ त आउँदैछ आधी बाटो पुग्यो होला गन जङ्गलबाट जङ्गलमा हामी नर्बुदा र सन्दुबीहरूलाई वेटिङ गर्दैछु तिनीहरू पनि आइपुग्यो ठक्कै हामी बिहान 9:20 मात्रै निस्केको रहेछ माथिबाट हाइकेबाट 9:20 भनेपछि 1.5 घन्टा भइसकेन चाहिँ 1.5 घन्टा भयो के 1 घन्टामा यहाँ पुगेको अपनहरू त अगाडि भइसक्यो के हुन्छ है चार अब नुरुवाको बच्ची जाउँ हामी लाइन विपुल छत्री छ यो चाहिँ सिदिङभन्दा माथि पिस होटेलको छेउबाट तल झर्दैछौँ हामी स्विमिङ खेल्दैछ भैँसीहरू खोलामा यार हो केटा हो भैँसी स्विमिङमा छ यहाँ हो ल यो चाहिँ सिदिङबाट पोखरा जानुपर्ने छ सबै यहाँ गाडीहरू चाहिँ रेडी हुँदैछ अब यहाँ गएर रिजर्भ गर्दै जाने रहेछ रिजर्भको एकजनाको 8,000 भन्दै थियो होला सायद तर हामी चाहिँ पहिला खाना खान्छौँ